अहिले कुनै कुनै छन् जस्तै कि मैले अघि नै भने हेरिडेटरी ब्रेस्ट क्यान्सर भने त्यस्तोमा चाहिँ हामीले उहाँहरूलाई प्लान गर्न सक्छौँ हैन। किन भन्दाखेरि यो जुन जेनेटिक कारणहरू छ हैन, अहिले हामी भन्छौँ सबभन्दा प्रबल देखेको भनेको चाहिँ यो BRCA1-2 जिन भन्ने छ हैन। त्यस्तो जिन पोजिटिभ भएको बिरामीहरूलाई चाहिँ हामी भन्छौँ कि 80% उहाँहरूलाई चाहिँ पछि गएर ब्रेस्ट क्यान्सर या त पाठेघर यो डिम्बाकोषको क्यान्सरहरू हुन्छ भन्छौँ हैन। त्यस्तोहरूलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि तपाईँको लाइफ प्लान गर्नु भन्छौँ हैन। कति बेला बिहा गर्ने, कति बेला बच्चा जन्माउने र यो यिनीहरू बच्चा जन्माइसकेपछि यिनीहरू भइसकेपछि हामीले चाहिँ उहाँहरूलाई चाहिँ ट्रिटमेन्टको अप्सन्सहरू दिन्छौँ। जस्तै कि ब्रेस्टहरू निकालेर अपरेसन गर्ने, डिम्बाकोषहरू निकालिदिने हैन। त्योहरू भयो भने यो रोगहरू लाग्नेबाट उहाँहरू बच्न सक्छौँ हैन। त्यसबाहेक कसैलाई हामीले औषधिहरू पनि दिन सक्छौँ कि नलागोस् या त लाग्ने ढिलो होस् भनेर यिनीहरू पनि गर्न सक्छौँ। तर त्यसबाहेक हैन अरू दिदीबहिनी जसको चाहिँ यो वंशानुगत कारणहरू छैन, यसमा हामीले हुने भनेको चाहिँ सचेतना नै हो। सचेतना गरेर हैन सकभर प्रारम्भिक अवस्थामा पत्ता लगाउने नै हो। अब हामीले कारक तत्त्व घटाउन चाहिँ कोसिस गर्न सक्छौँ हैन। जस्तै कि अघि नै मैले भने व्यायामहरू गर्ने, स्वच्छ खानाहरू खाने हैन, आफ्नो तौललाई नबढाउने, मद्यपानलाई नियन्त्रणमा राख्ने, एकदमै कम गर्ने हैन, धुम्रपानहरूबाट अभोइड गर्ने हैन। सकभर हामीले यो के भन्छ अनावश्यक रूपले हर्मोनको सेवनहरू नगर्ने। जस्तै कि हाम्रो दिदीबहिनीहरू भन्नु 40-50 वर्षका माथिकाहरूलाई जब मेनोपजहरू हुन्छ त्यो बेलामा चाहिँ हामी हर्मोन रिप्लेसमेन्ट थेरापीहरू भन्छौँ हैन। हुन त नेपालमा कम छ हैन, तर पनि अहिले बढिरहेको छ। त्योहरू गर्ने सकिन्छ भने हाम्रो दिदीबहिनीहरूलाई समयमै बिहा गरेर बच्चाहरू जन्माउने हैन, बच्चालाई स्तनपान गराउने प्रोत्साहनहरू गर्ने, यो कुराहरू हामी गर्न सक्छौँ, जसले गर्दाखेरि क्यान्सरको रिस्क कम हुन सक्छ हैन। तर अर्को इम्पोर्टेन्ट कुरो भनेको चाहिँ के भन्दाखेरि आफू सेल्फ अवेयर हुने हैन। त्योहरू भयो भने चाहिँ के छ भन्दाखेरि क्यान्सर हुन नदिने होइन कि भएको प्रारम्भिक अवस्थामा पत्ता लगाएर हस्तक्षेप गर्नु, यो नै हाम्रो मूल मन्त्र हुनुपर्छ।